दाइजेन्जी हो नि त यस्तो छ यो हाम्रो शब्द चयनहरू कतिवटा मिल्दैन होला क्या, तर हाम्रो ल्याङ्ग्वेज त हामीसँग त मिल्छ नि त, हाम्रो जेनेरेसनसँग त मिल्छ नि त। फ्युचर भनेको हामी हो नि त। शब्द शब्द केलाएर मिलाइराख्नु पर्ने जरुरत छ जस्तो मलाई लाग्दैन क्या। आफ्नो इच्छा शक्ति र आफ्नो इरादा स्ट्रेट हुनुपर्छ क्या। नियत हाम्रो नियतमा खोट हुनु भएन क्या। पहिला पनि तपाईँको राजनीति बुझेको मान्छे त कति गएको थियो त, राजनीतिक शास्त्रमा पिएचडी गरेको मान्छे कति गएको थियो, कति वर्षको एक्सपिरियन्स गर्ने राजनीतिज्ञहरू जानुभएको थियो त, खै त भएको। बोलीले हुने होइन, वचनले हुने होइन, इरादाले, नेक इरादाले, आफ्नो देशप्रतिको मायाले केही गर्छु भनेर जाने मान्छेहरूमा चाहिँ हुँदो रहेछ। यो गलत गर्ने त गलत, अहिले पनि हामीलाई कतिवटा कुराहरू त आउँछ नि त, यो गलत गर्ने हो कि भन्ने कुराहरू आउँछ, तर गलत गर्ने अरे भनेर त्यसपछि त्यसलाई कारवाही गर्न चाहिँ हिम्मत चाहिँ राख्नुपर्छ। त्यसरी हुन्छ देश बनाउने तरिका भनेको। अब शहीद परिवार, घाइते भाइ बहिनीहरू, दाईहरू, साथीहरू, यो परिवार मेरो मुटुमा छ र तपाईँहरूको लागि मैले भनिरहेको छु, जस्तो सुकै व्यस्तता मेरो भए तापनि म समय दिन तयार छु, म समय दिन्छु। र मेरो फर्स्ट प्रायोरिटी थियो, जहिले गर्दा मैले के भयो भने हरेक मन्त्रालयमा सुन्नु जानु होला तपाईँले, धेरै जस्तो मै गराएर आउँछु त्यहाँ कतिवटा कुरा मागहरू हाम्रो पुरानो भएको, यो खै त माग, यो किन भएछ, यो किन गरेछ भन्नु कराउने मैले हुन्छ। हामीले त्यही चाहेको छ र कति कुरा गृह मन्त्रालयमा हुनुपर्ने कुरा त हामीले गरिरहेको छौँ, तर त्यही पनि कति ढिला भइरहेको होला, त्यसमा म क्षमा प्रार्थी पनि छु, क्षमा पनि माग्न चाहन्छु। र यसलाई हामी चाँडोभन्दा चाँडो चाहिँ अब केही न केही चाहिँ अब हामीले रिजल्ट ल्याउँछौँ। फर इक्जाम्पल अहिले हामीले एउटा जेनजी र शहीद परिवारबाट रिप्रेजेन्टेटिभहरू राखेर एउटा समन्वय समिति बनाइरहेको छौँ, जसले गरेर हाम्रो पीडा हामीले मात्र बुझ्छौँ र कुनै ब्युरोक्रेटले बुझ्दैन भन्ने हिसाबले चाहिँ मैले त्यही अवसरमा उहाँहरूसँग कुरा गरेर एकजना ब्युरोक्रेट हाम्रो कर्मचारी राखिदिएर प्रक्रियाहरू, विधि पद्धतिहरू अप्नाउनै पर्यो, त्यसको लागि चाहिँ हामीले एकजना राखिदिएर बाँकी सबै हाम्रो 5 जना चाहिँ शहीद परिवार र घाइतेबाट राखिदिएको छौँ। त्यो भएपछि हामीले भन्न सकिन्छ आफ्नो